धराने केसार यो पनि लगेर खाने हो। यो एकदम अर्गानिक यो हैन, अब यो एकदम अर्गानिक हो, मिसावट केही छैन हैन। श्रम संस्कृति पार्क हामी जाँदैछौँ, तर यहाँ चाहिँ यतैपट्टि खुस्रेको सिरानदेखि नै एकदम यो लाइन रहेछ हैन। अब हेरौँ, अब पुगेको चाहिँ छौँ है। अब यहाँनिर हामी जाँदैछौँ आज चाहिँ हैन। अब धरान आउँदाखेरि चाहिँ अब यो श्रम संस्कृति पार्क पनि घुमिहाल्नु हैन भन्ने हो। अब यो के भन्दाखेरि अब यसलाई हर्क पार्क पनि भन्छ। अब किनभने एउटाको नेतृत्वमा भएपछि नाम पनि आउँदो रहेछ हैन। अब उहाँकै नेतृत्वमा भएपछि अब यहाँनिर हामी चाहिँ अब यसरी जाँदैछौँ। यहाँ भिड छ। अब यहाँ पर पुगेर अब कस्तो कतिखेर छिरिन्छ अनि भएन है, साँघुरो छ बाटो चाहिँ न। अब यहाँनिर श्रम संस्कृति पार्क जाने अब बाटोको यहाँनिर गाडी पार्किङमा हामी आइपुग्यौँ। अब जाँदैछौँ है। अब श्रम संस्कृति पार्क देखाउनुको लागि अब घुमौँ है सँगसँगै। अब हामी चाहिँ यहाँनिर श्रम संस्कृति पार्कको यहाँ यो गेटमा आइपुग्यौँ। अब गेटमा पनि यहाँनिर लाइन नै छ यहाँ टिकट गर्नुको लागि पनि। अब हेरौँ टिकटको दर कति हो। टिकट काटेर अब हामी छिर्ने हो भित्र। अब यहाँनिर यहाँ हाम्रो भाउजूले यहाँ टिकट काट्दै हुनुहुन्छ। अब दुईजनाको 165 भनेपछि 3 जनाको 165 भनेपछि हो। ल ठिकै छ। ल अब टिकट काटेर हामी भित्री छिर्ने हो। बढेछ होइन, ठिकै छ, राम्रो पनि छ। अब यसको अब हामी टिकटको काटेर अब यहाँ चाहिँ पहिला चाहिँ माथि आराधारण जानुको लागि पनि टिकट काट्नु पर्थ्यो। अहिले चाहिँ आराधारण जानुको लागि पनि यिनै टिकट काटिँदो रहेछ। अनि टिकट काटेर चाहिँ अब हामी प्रवेश गऱ्यौँ। अब यहाँनिर डुल्दै जानुपर्छ है। यो अब यहाँ काटेकोले चाहिँ अब हामी अब अधिराजे बोली त डुल्नु सक्दिनौँ होला हैन। 165 3 जनाले 165 भाग आफै लाउनु होला, कति कति पर्यो हैन। योले चाहिँ काटेपछि चाहिँ यो श्रम संस्कृति अब हैन कहाँ कहाँ छ यो प्रवेश गर्नुको लागि चाहिँ अधिराजे बोली जहाँ जाँदा नि के अरे फ्रीमा अरे। तर अब यो धरान मात्रै घुम्नु सक्यौँ आज चाहिँ हामी हैन। अब अरूतिर चाहिँ जानु सक्यौँ न। अब माथिल्लो आराधारण पनि यसै टिकटले चाहिँ काम गर्ने पर्यो। अनि यस्तोहरू छ यहाँनिर बुद्धको यस्तो छ है। अनि यहाँ बुद्ध ए कम्बी लु हौ ल यी बुद्धको मूर्ति। यहाँ बुद्ध गौतम बुद्ध। यो फुल चाहिँ कति राम्रो है। यो मैले अघि भाउजूकोबाट यसको चाहिँ मैले बिरुवा लिइसकेको छु। अब म पनि घरमा लगेर यसरी फुलाउँछु। अनि ल संस्कृति पार्क यस्तोहरू छ है। यस्तोहरू एकदम यो माथि पहाडको फेदमा हैन चर्लक्क न यहाँ बगरलाई यस्तो बनेको छ। अब यसलाई को स्थापना रे भाउजू? बुढा सुब्बा। ए बुढा सुब्बा देवी देवताको हैन बाबाको स्थापना यहाँनिर यो श्रम संस्कृति पार्कमा। लु अब यस्तोरी पनि यहाँ स्थापना गरेको छ है। यहाँ भित्री हेर्नुहोस्, भित्री हेरौँ है। विश्राम गर्ने ठाउँमा यहाँ भाउजू र दिदी विश्राम गरेर बस्नु भएको छ। ल यहाँबाट चाहिँ अब यहाँको हेर्नुहोस् है।
ल यहाँनिर हामी श्रम संस्कृति पार्क घुम्नु आएको एकदम राम्रो रहेछ। राम्रो छ है, यता घुम्नु लायकको छ। तर ऊ त्यो पानीको ऊ त्यो चाहिँ आज के भएछ हौ, बिग्रेछ नि। ठिकै छ, अब त्यो बनिन्छ। कहाँ बाटो एकजनाको बाटो हिँड्दा देखिन्छ। पहिला चाहिँ खिच्ने कि अब रमाइलो पनि हुँदैछ यहाँनिर, अब भेटघाट पनि हुँदैछ होइन। अब यस्तै हो पार्कमा भनेको, यहाँ अलिकति बाटो जाम भएको छ। भेटघाटले गर्दाखेरि यहाँ रमाइलो छ है, रमाइलो छ है, पार्कै रमाइलो। यहाँनिर अब बस होइन, भेटघाट पनि रहेछ यहाँनिर, अनि बाटो पनि अलिकति जाम भएको अवस्था होइन। त्यस्तै हो अहिले हाम्रो नेपालीहरू जहाँ भेट्यो होइन, केही चाहिँ साह्रै सम्मान क्या हाम्रो जहाँ भेट्यो त्यहाँनिर अब सम्मान गर्नुपर्ने, आदर गर्नुपर्नेलाई चाहिँ मान गर्नुपर्ने, त्यति ढोका ढोके सम्झिनेको भेटाभेट रहेछ। जोइ चेलासँग भेटाभेट, ती जमघट भेट राखे पनि अब एकदम होइन, ढोका ढोक्दैन है। अब म चाहिँ लिएर ल्याउँछु माथि आमा दाजुहरूलाई चाहिँ टाढैबाट गर्नु, यस्तो देखाउनु पऱ्यो छोरी भए पनि है।